आज चाहिँ यता दामी भ्यू छ। गाडी छ भने चाहिँ बकाउनु दौडेर होइन हामी त पछाडिपट्टि बाहिर हो कि त्यो स्नो प्लाउ गर्नेहरू चाहिँ यहाँबाट आउँदैछ। ए अन्त यहाँ बस्दो रहेछ नि यिनीहरू यहीँ बस्ने भएपछि त अनि क्लियर गर्नु पऱ्यो नि त होइन। एउटा ठाउँ त चोकेको ढलाखेरि देख्छ कि आएर आजै होला कि लाउनु पक्का राम्रो रहेछ नि त यता त दामी लेखेर छ नि त फेरि त्यहाँ लेक त नजिक छ त है फेरि। क्वेसनहरू यस्तो त बनाएको रहेछ नि त क्वेसनहरू बनाएको फेल गरेको रहेछ तर स्टिल जमेकै सक्छ होइन हेर्नु ल त्यो टप अफ हाम्रो क्याम्पको टपमा चाहिँ यस्तो भ्यू छ है सुवर्ण दामी भ्यू छ। त्यो हिमाल भनौँ न हिमाल मुनि चाहिँ लेकर छ दामी। आजको दिन चाहिँ उति नै भयो यस्तो दामी ठाउँ छ। यो चाहिँ हाम्रो एरिया रहेछ यहाँ पोस्टी। यो चाहिँ भर्खर ट्रेनिङ क्याम्प। ल है हाम्रो क्याम्प चाहिँ यहाँबाट दामी देखिँदो रहेछ। खोलाहरू सबै देखेको छ त्यही यो ठाउँबाट देख्दैन होला त्यो सेतो भागहरू चाहिँ सबै खोलाहरू देखेको छ हिमालै हिमाल वरिपरि नै छ हिमाल त।
यस्तो भ्युज चाहिँ घामले टल्केर मजाले आउँदैन रहेछ तर दामी छ। अहिले चाहिँ भक्कै यता फ्रान्स आर्मीको ट्रेनिङ भइरहेछ। गाडी ओहोरदोहोर भर्ने क्रम जारी छ। तलमाथि ल दाइहरूसँग पनि एउटा मेमोरी चट्ट। आज चाहिँ छुट्टी, अलि यसो डाँडा नरेको डाँडामा यसो वक गर्दै हो कि डाँडा काँडा हेर्दै दाइसँग। ठिकै छ पुरा। अहिले त त्यही -2 ल यहाँ चाहिँ यस्तो छ। हिल गाडेर हिँड्छ, हिल गाडेर हिँड्छ कि अझै कराउँदैछ त। साइडमा यस्तो स्की गरे जस्तो छ। फ्रान्स आर्मीको ट्रेनिङ बक्काइदा भइरहेछ। फ्रान्स आर्मीको बक्काइदा यहाँ भइरहेछ र यो रकको कलर र तिनीहरूले युज गर्ने फ्रान्स आर्मीको गाडीको कलर चाहिँ ट्याक्कै मिल्दोजुल्दो रहेछ। निकै मजाले क्यामोफ्लेज हुँदो रहेछ। हाम्रो आर्टिलरीको दाइ प्लस पोस्टीको दाइसँग आज चाहिँ यसो निस्किन क्याम्प भएर भनेर निस्किएको छ र निस्किने क्रममा चाहिँ बाटो बिजुली फ्रान्स आर्मीको एक्सर्साइज भइरहेको छ। अहिले चाहिँ 14वटा नेटो नेसनको एक्सर्साइज 25,000 पर्सनल चाहिँ डिप्लोड भएको छ भन्ने सूचना आएको छ यसै न्युजमा। यता सर्टकट यता चाहिँ प्र्याक्टिकल ट्रेनिङ भइरहेछ फ्रान्स आर्मीको। हामी चाहिँ सर्टकट हिँडिरहेछौँ। पर्समा हामीलाई पाउँदैन स्पेसल डिमान्ड गरेको त्यस्तोहरू पनि पछि चाहिएको बेला चाहिँ इजी एक्सेस हुँदैन। सुरुमै त्यो आइजै रङ एक्सेप्ट नगर्नु पर्ने को थियो तलको फुलहरू यता इमर्जेन्सी सर्भिसहरू होला नि फायरको। यो पनि बिल्डिङै यो पनि फायरको।
रोडमा गाडी कुदाउनु पनि गाह्रो छ। स्लो लोडमा गर्नु। यहाँ चाहिँ भोकै त फ्रान्स आर्मीको भेहिकल पार्किङ। यहाँ चाहिँ नेट एक्सर्साइज यो त हेर्छला यस्तो रहेछ त भोकै त भइरहेछ यहाँ। नेपाली भाइ नेपाली पनि निकै देखियो फ्रान्स आर्मीमा। हेली ल्यान्ड गर्ने ठाउँ त्यही हो नि त। फाइनल्ली आफ्टर आवर्सको यात्रा पछाडि क्याम्प बाइकिङ फेरि हामी आइसकेका छौँ। आजको दिन चाहिँ निकै फलदायी रहेको छ। यो चाहिँ नरिजन क्याम्प हो भने हाम्रो चाहिँ यता छ क्याम्प बाइकिङ। टायरको चाहिँ गफ निकै चलिरहेको छ। नेक्स्ट टाइम चाहिँ अघिको देखेको लेक्सतिर जाउँ न। यस्तै वेदर भयो भने चाहिँ नेक्स्ट टाइम पनि लेकको छेउछाउतिर चाहिँ हामी पाउँदैन हो मलाई थाहा छ कहाँबाट पाद्नु पर्ने कहाँबाट छाड्नु पर्ने। क्याम्पहरू आइसकेको छ।